हेलो हाई वेलकम ब्याक माई च्यानल। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म यो काँचो आँपको जुस बनाउन गइरहेको छु। हामीलाई गर्मी भएको बेलामा सधैँको फेन्टा खानुभन्दा हामीले यो काँचो आँपको जुस बनाएर एकचोटि ट्राई गरौँ त कस्तो हुन्छ। त्यसको लागि मैले 3-4वटा जति आँप पखालेर कुकरमा एक सिटी लाउन गइरहेको छु। एक सिटी लगाएपछि त्यो आँप गिलो गिलो हुन्छ अनि त्यसको बोक्रा फालेर यो सबै गुदी निकालेर मिक्सरमा राखेँ। अनि थोरै मसँग एउटा आज पाकेको आँप थियो, पाकेको आँप पनि मैले हालिदिन गइरहेको छु। अनि त्यसमा आज मसँग सक्खर थिएन, मिश्री हालेँ, पुदिनाको पात थोरै हालेँ, अनि खाने सुप र जिराको धुलो मैले पिसेर राखेको थिएँ त्यो राखेँ, बिरे नुन राखेँ, अनि अलिकति चिसो पानी राखेर मैले त्यो सबैलाई ग्राइन्ड गर्न गइरहेको छु। ग्राइन्ड गरेपछि मैले त्यसमा थोरै चिसो पानी एड गरेर यसरी गिलासमा राख्न गइरहेको छु। साह्रै नै मिठो हुन्छ। एकचोटि सबैजनाले बनाएर खानुहोला। धन्यवाद सबैजनालाई।